आज गणतन्त्र दिवस अनि देशको बजेट आउने दिन। सामाजिक सञ्जाल, टिभी, रेडियो जताततै संसदमा भाषण होला। तर गाउँको गोठमा बाँधिएका यी गाई भैँसीलाई के मतलब गणतन्त्र आयो कि गयो भनेर। उनलाई त बिहान साँझ दिउँसो घाँस चाहिन्छ र हामीलाई बैङ्कको ब्याज किस्ता। बस यही हो हाम्रो लागि। सामन्ती राजा भए भनेर फालियो। हामीलाई त सामन्ती यिनै गाई भैँसी भए, यिनै खेतबारी भए, यिनै ऋणका कागज भए। न छोड्न सकिन्छ न सम्हाल्न सकिन्छ। बिहानको मिरमिरे उज्यालो 3 बजे उठ्नुपर्छ। अरू मान्छे मस्त सपनामा हुन्छन्। हामी गोठमा गोबर सोरिरहेका हुन्छौँ, भैँसी गाई धोइरहेका हुन्छौँ। जाडोको मौसममा हात काँपिरहेका हुन्छन्। बर्खामा हिलोले हातखुट्टा कुहिएर गन्हाएका हुन्छन्। तर पनि पेट पाल्न हाँस्नै पर्छ। ऋण गरेर गाई भैँसी किनियो। सोचियो अब त अलि सहज होला। तर यहाँ त एउटा ऋण तिर्नलाई अर्को ऋण चाहिने रहेछ। दुध बेच्दाखेरिमा दाना र पराल किन्न पैसा पुग्दैन। दाना पराल किन्दा भैँसीलाई खुवाउने औषधि पुग्दैन। औषधि किन्दा घर खर्च, केटाकेटीलाई पढाउने खर्च पुग्दैन। सरकार, तिमीहरू बजेट भाषणमा कृषि देशको मेरुदण्ड हो भन्न नछोड है। किनकि मेरुदण्ड हो भन्न छोड्यो भने फेरि औपचारिकता भन्दा बाहिर जाला। कृषि भन्ने शब्दलाई कहीँ कतै नछुटाउनु नि। किनकि मेरुदण्ड धेरै झुकिसकेको छ, भाँचिसकेको छ। तैपनि नछुटाउनु, कहिलेकाहीँ अपरेसन गरेर ठडिन पनि सक्छ। यदि साँच्चै किसान मेरुदण्ड हो भने किन किसानको घरमा सधैँ अभाव बस्छ? अनि किसानकै छोराछोरी किन विदेश जान बाध्य हुन्छन्? अनि किन किसानका छोराछोरीको बिहे गर्दा बाबुआमाले खेत बेच्नुपर्छ? हामीले श्रमको मूल्य मागेका थियौँ, तर यहाँ त पसिनाको पनि बजार रहेनछ। दुधको मूल्य बढ्दैन। दाना र औषधि, तेल, मल, ब्याज सबैको मूल्य आकाश पुगिसक्यो। श्रम गरौँ भने एक्लैले सकिँदैन। मान्छे राखौँ, तलब थोरै भनेर कोही पनि आउन मान्दैनन्। र उनीहरूको पनि गल्ती छैन। किनकि यो देशमा खेतमा पसिना बगाउने भन्दा बरु फेसबुकमा स्टाटस लेख्नेहरूको कमाइ धेरै हुन्छ आजकल। सरकार, यदि तिमीलाई एक दिन मात्रै भोकै पेट घाँस काट्न पठाएको भए, यदि तिमीले रातभर बिरामी भैँसी कुरेको भए, अनि तिमीले बैङ्कको मान्छे आउँदा लुक्नु परेको भए, सायद आज तिमीले उत्पादन गरेको दुधको मूल्य 70-80 रुपियाँ होइन, 500 रुपियाँभन्दा तल आउने थिएन। अनि किसानको यो हालत पनि हुने थिएन। नेता आउँदा मान्छे दौडिन्छन्, कलाकार आउँदा भिड लाग्छ सेल्फी खिच्नको लागि। तर किसान त यहाँ एउटा दुध बोकेको मान्छे मात्रै भयो, जसले देश पाल्यो तर आफ्नै घर राम्रोसँग पाल्न सकेन। अहिले गाउँमा बाबुआमाको एउटै सपना हुन्छ, मेरो छोराछोरी विदेश जाओस्। बस मैले पनि यही भनिरहेको छु, मेरा छोराछोरीले जिन्दगीमा भुलेर पनि यो कृषि र पशुपालनमा लाग्न नपरोस्। म भन्छु सरकारी जागिर खाओस्, तर कसैले पनि भन्दैन र मैले पनि भन्दैन मेरा छोराछोरी किसान बनोस् भनेर। किनकि यहाँ कृषि पेसा सम्मान होइन, दुःखको सजाय बनेको छ, रहर होइन। हार खाएपछि रोजिने बाध्यताको पेसा बनेको छ। गणतन्त्र आयो रे, तर सरकार, हामी किसानको लागि गणतन्त्र कहिले आउँछ होला? जुन दिन दुध बेचेर ऋण तिर्न सकियोस्, जुन दिन किसानले अस्पताल जाँदा खेत बेच्न नपरोस्, जुन दिन पसिनाले इज्जत दिलाओस्, त्यो दिन सायद हामी पनि गणतन्त्र आएको मानौँला। नत्र अहिले त लाग्छ राजा फेरे जस्तै भयो। किसानको भाग्य सरकार, एउटा गोठ खेतबारीमा सङ्घर्ष गरिरहेको धुलो मैलो किसानले श्राप दिन नपरोस्।